अब आफ्नो साथीलाई बचाउनु पर्यो भनेर जाँदै थियो झुक्किएर टाउको हान्न खोजेको ढाडमै लागेर पग्लाइ चाहिँ मारिदियो त मतलब वो अलग ही लेवल का बंदा था। त्यो गरी जाँदै थियो अर्कोलाई पनि ढालिदियो हिँडिले अब गोलोवाल लगाइहाल्यो अब गोलोवाल लगाएर त बचाउनु पर्यो अब साथीलाई बचाएपछि स्कुट बाई स्कुट भेट्नु पर्यो अब म चाहिँ पुरो प्लेयर निस्किने भएर रस गर्न थालेँ क्या यता चाहिँ गोलोवाल मारेर झ्याम्मै रस गर्न गएको साला अगाडि चाहिँ पन्गाइहालिदियो मलाई चाहिँ फेरि त्यहाँबाट उठ्ने बेलामा चाहिँ अगाडि साथीले चाहिँ उसलाई चाहिँ मारिदियो फेरि मलाई चाहिँ रिभाइभ गरिदियो होइन वो अलग ही लेवल का बंदा था। आइडिया सोच्नु पऱ्यो भनेर यस्तो हेरेको कसरी लड्ने भन्दाखेरि चाहिँ म चाहिँ अब 440को स्पिडमा चाहिँ त्यहाँबाट कुदेर चाहिँ त्यो घरको छतमा जान लाग्यो किनभने छतमा चाहिँ राम्रो देखिन्छ नि त जताततै 440को स्पिडमा कुदिसकेपछि बल्ल छतमा पुगियो छतमा पुगेर हेर्दै थिएँ दायाँ बायाँ एउटै मान्छेले आठ दिशाबाट हेर्दै थिएँ होइन कहीँ पनि देखिएन मलाई चाहिँ अगाडि लन्च प्याड देख्यो होइन लन्च प्याडमा त्यसै जानु पऱ्यो अगाडि घरको छतमा कुद्नु पऱ्यो भनेर उडेर चाहिँ छतको घरमा गरेको तर मजा चाहिँ राम्रो आउँदो रहेछ है उड्नलाई चाहिँ अगाडि आइरह्यो भने ला म चाहिँ फेरि के कम भनेर टाउकोमा हान्न खोज्दै थिएँ ढाडमा पनि लागेन मतलब वो अलग ही लेवल का बंदा था। यसको स्पिडमा फेरि भागेँ त्यहाँबाट हेर्छु त अब एक्लैले सकिँदैन अब सानाहरूलाई पठाएँ क्या मैले मेरो केटाहरूलाई पठाइदिएँ अगाडि चाहिँ केटाहरूले चाहिँ दुईटैबाट चाहिँ रस गर्न थालेँ क्या दायाँबाट पनि बायाँबाट पनि त्यो कन्टेनर मुनि लुकेर बसेको रहेछ अब साथीहरूलाई चाहिँ ठोक भन्दै थिएँ साथीहरूले रट्या घान्न खोज्दाखेरि यहाँबाट मैले 2 प्याट यताबाट ठोकिदिएको बन्दै डन्दियो त्योसँगै हामीले चाहिँ 2 किल गऱ्यौँ होइन साथीहरू अब त्यहाँबाट चाहिँ कुद्नु पऱ्यो म चाहिँ यो बक्सको अगाडि गएर लुट्दै थिएँ होइन अगाडिबाट चाहिँ साला एम्बुलेन्समा उडेर आउँछ भने ला ये अलग ही लेवल का बंदा था देखो इतना कि मैं देख रहा हूँ उधर ही मैं हूँ उसने मेरी को नहीं देखा मैंने उसको देख लिया मैं उधर से भाग लिया इधर से ना फेरि म यहाँबाट भागेको फेरि हिन्दी बोले नभन्दै केटाहरू बिचमा रियाक्सन दिनु परेन म त पुरो जान्ने भएर चाहिँ रस गर्नु खोज्दै थिएँ सालासँग धोनियाट रहेछ धोनियाटले पङ्गै डालिदियो अब मेरा 2टा सेनाहरू थिए नि त अगाडि अब सेनाहरूलाई भनेको केटा ठोकेर बचाऊ भनेको सेनाहरूलाई नै अट्याक हान्न खोज्दै थियो क्या खालि नुब्रे प्लेयरलाई चाहिँ ठोक्नेवाला पुरो रहेछ रहेछ है अनि हामीसँग 2टा केटाहरू थिए नि त अब मेरो केटाहरू भनेपछि कमजोर हुने कुरै भएन अब केटाहरूले चाहिँ यताबाट त्यसलाई चाहिँ पन्दै ढालिदिएको त्यसलाई चाहिँ रिभाइभ गरिदियो अब मेरो केटाहरू कस्तो छ भनेखेरि रिभाइभ गर्नु भनेसम्म रिभाइभै गर्दै अब केटाहरूलाई चाहिँ रिभाइभ गर्न लगाएको अनि रिभाइभ गरिदिएको केटाहरूले अब पल्ले पेट भर्नु पऱ्यो होइन मेडिकेट मारेर अब 440को स्पिडमा कुदेर पङ्क कुदेको अगाडि आयो जोनको बिचमा थियौँ फेरि मेरा केटाहरू कस्तो धोकेबाज छन् भने आफू चाहिँ कारमा गयो मलाई चाहिँ 45 घुमाइदिएर ला म पनि के कम भनेर 444को स्पिडमा जोनभन्दा अगाडि कुदेँ होइन साथीहरू अब एक्लै भए पनि के छ आर्मीमा भर्ना हुनुपर्छ भनेर चाहिँ यस्तो ट्रेनिङ मात्रै हो क्या कुदेर गइदिएर म पनि जोनभन्दा त बाहिर गइयो अब अगाडि यता घुम्दा कहीँ एनिमी देखिएन यति कुदेँ अहिले कुद्दै चप्पलै फाटिसक्यो मेरो अब माथिबाट एउटा एनिमी आइदिएर त्यही मेरो मैले केटाहरूलाई अगाडि लगाइदिएँ म चाहिँ पछाडिबाट 444 सूर्य हानिसक्यो फेरि पनि मर्दैन यति ठोकेँ अब मसँग चाहिँ गोली चाहिँ 6वटा गोली मात्रै बाँकी थियो होइन लङ रेन्जमा चाहिँ अनि MP40 चाहिँ 50-60वटा गोलीहरू बाँकी थियो अनि त्यहाँबाट त्यसले चाहिँ लुट गर्न गएँ त्योसँग पनि भर्खरै झरेको एनिमी रहेछ त्योसँग पनि लुट केही नै थिएन अब म एक्लै रहेँ सबै केटाहरूलाई त टङ्गै ठोकिदियो मेरा केटाहरूलाई चाहिँ होइन अब अगाडि गएर टक्कै हेर्दै चाहिँ त्यो भाग्दै थियो एनिमी 1-2 सट हानेको 25को ड्यामेज दियो तर मरेन अब त्यहाँबाट कुद्दा यति कुद्दा उता साला दायाँ के छतमा गएको रहेछ त्यहाँबाट ठोकिदियो त्यसले अब त्यहाँबाट चाहिँ बस्नु पऱ्यो त्यो तिरे म कोडै के फालेर चाहिँ म गोलवाल तोड्न थालेको थिएँ चाहिँ अब कभर खोजेको मैले कभरमा चाहिँ बसेँ होइन अनि उता कुदै छ अब के गर्नु पऱ्यो यता बसेर यो अब के गर्ने भयो मैले चाहिँ एउटा नयाँ आइडिया सोचेँ क्या मसँग चाहिँ यो धोनियाट थियो होइन धोनियाटले ढङ्गै ठोकिदियो भनेको एउटा धोनियाट त हानेको तर केही नै भएन त्यसलाई चाहिँ दोस्रोचोटि पनि सोधेको दोस्रोचोटि पनि हाने धेरै पनि त्यो उल्टै मलाई हानिदिएर भने ला
अब के गर्नु आत्महत्या गर्नु पऱ्यो भनेर ठोकेको मरेन अब भाग्नु पऱ्यो यताबाट चाहिँ केही न केही त गर्नु पऱ्यो जोन आइरहेको छ साइडमा पहिले मेडिकेट चाहिँ मारे होइन त्यो मेडिकेटको साथसाथ भाग्ने कोसिस गरेँ अब अगाडि चाहिँ गोलवाल मार्दै अगाडि चाहिँ गोलवाल मार्दै अगाडि चाहिँ गऱ्यो होइन अब त्यसले चाहिँ देखेन जाँदा जाँदाखेरि एक दुईवटा गोली चाहिँ हान होइन अब यस्तो यताबाट बसेर हेर्दा चाहिँ एउटा एनिमी कहाँबाट झुक्किएर अगाडि आएर गोलवाल मार्यो मैले पनि गोलवाल मारेर हात